आज आमाको मुख हेर्ने दिन। आजको दिनमा फेसबुक टिकटकहरूमा चारैतिर यस्तै भिडियोहरू हामी हेर्न सक्छौँ कि म आफ्नो आमालाई धेरै माया गर्छु, माई मम इज माई वर्ल्ड। आमाको तस्बिर सेयर गर्दै थुप्रो पोस्टहरू भइरहेको छ। म योभन्दा पहिला पनि कुनै पोस्ट गरिनँ यो विषयमा र आज पनि गरिनँ र सायद भोलिको दिनमा पनि गर्दिनँ, किनभने मेरो विचारमा चाहिँ आमा बुवा घर परिवार चाहिँ सोपिस होइन, कन्टेन्ट होइन कि मैले दुनियाँलाई देखाउनु पर्छ कि म आफ्नो आमालाई कति माया गर्छु। र जो कोही पनि पोस्ट गरिरहेका छन् उनीहरूको आमालाई एकदम राम्ररी थाहा छ कि उनको छोराछोरीले कति माया गर्छ, उनलाई कति सम्मान गर्छ। र मलाई यो जरुरी पनि छैन कि म दुनियाँलाई देखाऊँ कि म आफ्नो आमालाई कति माया गर्छु, किनभने यो दुनियाँलाई देखाएर देखिने कुरा होइन, त्यो हाम्रो आमा बुवाले महसुस गर्ने कुरा हो। र सोशल मिडियामा देखाएपछि यो साबित हुँदैन कि हामी आफ्नो आमा बुवालाई कति माया कति सम्मान गर्छौँ। त्यो हाम्रो आमा बुवाले आफै बुझ्नुहुन्छ। र जो कोही पनिले यो झुटा पोस्टहरू गरिरहेका छन् उनीहरूको आमा बुवाले एकदम बुझ्छन् कि मेरो छोराछोरी मलाई कति सम्मान गर्छ। र उसको छिमेकीहरूलाई पनि थाहा हुन्छ कि यसले आफ्नो आमा बुवाको कति इज्जत गर्छ भनेर। त्यसैले झुटो पोस्ट गरेर तपाईँ दुनियाँलाई झुठलाउन सक्नुहुन्छ, दुनियाँलाई बेवकुफ बनाउन सक्नुहुन्छ, तर आफ्नो आमालाई बेवकुफ बनाउन सक्नुहुन्न। आमा बुवा घर परिवार कन्टेन्ट होइन, कन्टेन्ट थुप्रो छ यो दुनियाँमा। घर परिवारलाई चाहिँ कन्टेन्ट भन्दा अलि फरक तरिकाले हेर्नुहोस्। उहाँ सामान्य व्यक्तिहरू हुनुहुन्छ, तपाईँलाई जन्म दिनुभएको छ, त्यसैले त्यसलाई त्यसै तरिकाले हेर्नुहोस्। आज तपाईँहरू पोस्ट गर्नुहुन्छ कि माई मम इज माई वर्ल्ड, मेरो आमा मेरो लागि सब थोक हो, तर भोलिको दिनमा आमाको केही इज्जत हुँदैन। आज भोलि हामी केटीहरूलाई हेर्छौँ फेसबुकमा टिकटकमा स्टाटस लाउँछ कि माई मम इज माई वर्ल्ड, पहिला मेरो लागि मेरो परिवार हो, त्यसपछि अरू कोही। र केही दिनपछि एउटा केटा लिएर भागिहाल्छ। त्यसपछि आमा बुवाको इज्जतको के हुन्छ हामी सबलाई थाहा छ। त्यसैले झुठो कुरालाई प्रमोट गरेर भएन, दुनियाँलाई देखाएर हुँदैन कि हामी आमालाई कति माया गर्छौँ कति सम्मान गर्छौँ। हामीले वास्तवमा हाम्रो आमालाई महसुस गराउन सक्नुपर्छ कि हामी आफ्नो आमा बुवालाई कतिको सम्मान गर्छौँ भनेर। जे भए पनि आज आमाको मुख हेर्ने दिन हो, सबैलाई त्यसको शुभकामना।